एक महिना भरि काम गर्नुभयो र महिनाको अन्तिममा स्यालेरी आयो, तर अर्को महिनासम्म पुग्दा नपुग्दै त्यो पैसा तपाईको हातमा रहँदैन भने समस्या कमाइमा हैन, समस्या तपाईको खर्च गराइमा छ। र आजको भिडियोमा हामी बजेट कसरी बनाउन सकिन्छ भनेर सिक्ने छौं। र बजेट कसरी बनाउने भनेर सिक्नु भन्दा पहिला बजेट भनेको के हो भन्ने विषयमा बुझौं। बजेट भनेको आफ्नो मासिक आम्दानीलाई कहाँ, कति र कसरी खर्च गर्ने भनेर योजना पहिले बनाउनु हो। बजेटले तपाईलाई आवश्यक खर्च, बचत र व्यक्तिगत खर्च बीच सन्तुलन राख्न मद्दत गर्छ। बजेट बनाउनको लागि ठूलो हिसाब किताब जान्नु पर्दैन र फाइनान्शियल एक्सपर्ट हुनु पर्दैन। एउटा डट कपी लिनुहोस् या मोबाइलको नोट रेडी बनाउनुहोस्। बजेट बनाउँदा सबैभन्दा सुरुमा आफ्नो आम्दानीलाई लेख्नुहोस्। महिनामा कति कमाउनुहुन्छ कुल आम्दानी लेख्नुहोस्। उदाहरणको लागि मासिक आम्दानी 30,000 छ। यदि मासिक आम्दानी फरक छ भने तपाईको औसत आम्दानीलाई लेख्नुहोस् र आवश्यक खर्च छुट्याउनुहोस्। जस्तै घरभाडा, खाना, बिजुली, पानी, यातायात, मोबाइल, पढाइमा हुने खर्च जस्ता अनिवार्य खर्चहरूलाई छुट्याउनुहोस्। यी माथि उल्लेख गरिएका खर्चहरुमा तपाईले कति पैसा छुट्याउनु पर्छ त्यो महिनाको सुरुमै अनुमान लगाएर बजेट बनाउनुहोस्। र अर्को, बचतलाई प्राथमिकता दिनुहोस्। यसलाई बजेटको सबैभन्दा महत्त्वपूर्ण हिस्सा पनि मान्न सकिन्छ। जस्तै तपाईको कुल आम्दानी 30,000 छ भने त्यसलाई माथि उल्लेख गरिए जस्तै यातायात, खाना, इन्टरटेनमेन्टमा फरक खर्च छुट्याउनुहोस्। र अर्को रहेको छ चाहना, इच्छाहरूको लागि पनि बजेट छुट्याउनु पर्ने हुन्छ। जस्तै शपिङ, बाहिर खाना खान जानुभयो भने, इन्टरटेनमेन्ट गर्न जानुभयो भने र घुम्न जानुहुन्छ भने पनि त्यसलाई पनि बजेटमा राख्नुहोस्। यी कुनै पनि खर्चहरू गलत होइनन्, तर यी खर्चको सीमा तोक्नु एकदमै आवश्यक पर्छ। मानौ तपाईको आम्दानी 30,000 छ, 18,000 आवश्यक खर्चका लागि, 5,000 बचतको लागि र 7,000 इन्टरटेनमेन्ट बाहिर खाना खान जानुभयो भने र आफ्नो इच्छा लागेको कुराहरू गर्नको लागि 7,000 छुट्याउनुहोस्। यति गर्नुभयो भने अब तपाईले महिनाको सुरुमै आफ्नो आम्दानी कता कता बाँडिएको छ र केमा खर्च गर्छु भनेर तपाईलाई पहिल्यै क्लियर हुन्छ। याद राख्नुहोस्, बजेट बनाउनु भनेको पैसा खर्च नगर्नु होइन, पैसालाई सही तरिकाले खर्च गर्नु हो। तपाईले कति कमाउनुहुन्छ भन्दा पनि महत्त्वपूर्ण कुरा तपाईले पैसालाई कसरी सदुपयोग गर्नुहुन्छ भन्ने कुराले महत्त्व राख्छ। त्यसैले आजै आफ्नो आम्दानी लेख्नुहोस्, खर्च लेख्नुहोस्, बचतलाई प्राथमिकता दिनुहोस्। यसरी आफ्नो खर्च र बचतको सीमा आजै तय गर्नुहोस्। यसरी सानो रकमबाट सुरु गर्नु भएको राम्रो फाइनान्शियल ह्याबिटले तपाईलाई भविष्यमा सफल बनाउनेछ। र बजेट बनाउनु भएको छ कि छैन? बजेट बनाउनु भएको छैन भने आजैबाट स्टार्ट गर्नुहोस्। र बजेट बनाइरहनु भएको छ भने कसरी बनाइरहनु भएको छ भिडियोमा कमेन्ट गर्न नभुल्नु होला।